स्टार्ट। हेर्नु त म यो दाँत खोल्न गएको आज खै दाँत हेरौँ दाँत आगर ओहो यहाँ त बङ्गारा के अरे तारा पनि आइसकेछ। कुन दाँत हल्लेको अरे तिम्रो देखाउ त हल्लाएर। अनि आज फर्स्ट टाइम दाँत खोलेको हो तिमीले? हो। अनि कस्तो एक्साइटेड छौ आज? अनि अब के गर्ने दाँत खोलेर चाहिँ? दाँत खोल्ने, आइसक्रिम खाने। आइसक्रिम खानु हुँदैन? दाँत खोलेपछि आइसक्रिम खाने मिल्छ नि त। अनि दाँत खोल्दा दुख्छ कि दुख्दैन त? दुख्दैन। दुख्दैन, मजा आउँछ। अनि एकदम रमाइलो लागिरहेछ दाँत खोल्नलाई। ल अब हामी दाँत खोल्न जाउँ ल। ल बाई बाई। सानवी कहाँ गएको अरे हामी? फेरि भन न एकचोटि। माथि नै होइन कि? फेरि भन त। हाई गाइस, हामी दाँत खोल्न गएको छौँ। लु अब जाम ल हल्लाइदिएको। फर्स्ट टाइम जान आँटेको दाँत खोल्न। ल बाटो पनि अलिकति राम्रो। यो बाटो त नराम्रो छ। यसको एक्साइटमेन्ट हेरेर दाँत खोल्ने बाफ्रे बा। तिमी दाँत खोल्दाखेरि गयो भने रुन्छौ होला कि रुदिनौ होला त दाँत खोल्दाखेरि? तिमीलाई के लाग्छ, दुख्छ कि दुख्दैन? खै मलाई त कसले खोल्नुहुन्छ होला त? के भन्छ? किन आएको भनिदेऊ त? दाँत खोल्ने हेर्ने त सानवी? डर लाग्छ नि त दाँत खोल्न छैन? मजा आइरहेछ दाँत खोल्नलाई। ल फर्स्ट दाँत। के छ अनि? कति वर्ष हुनुभयो? 4 वर्ष। कति क्लासमा पढ्नुहुन्छ? युकेजीमा। दाँत निकाल्ने हो? फर्स्ट टाइम हो? अनि कस्तो भइरहेछ त नि अनुभव चाहिँ? होइन हाल्ने होइन, जस्तो यसको लागि देखाउन मात्रै हो बारे बारे। डर लागेछ कि छैन? छैन? ल ठिक छ। नाम के हो? तिम्रो दाँत कहिले हल्लेको भनिदेऊ त? दाँत कहिले हल्लेको? अस्ति नै। तर मैले मामुलाई भनिनँ पनि भनिदेऊ न। छोर लु भनिदेऊ, सबै कुरा भनिदेऊ। मेमले तिमीले दाँतको हल्लेको रहेछ तिम्रो भनेर कहिले भनिसकेको थियो? एलकेजीमा हुँदा? ओ माई गॉड, अनि कति टाढो त अनि? अहिले तिम्रो दारा पनि आइसक्यो भनिदेऊ न। देखाइदियो दारा दाँत। किन दाँत बिगार्नु भएको त? अनि मामुलाई भन्नु पर्दैन? थाहा थिएन नि त। अब चाहिँ थाहा भयो, अरू दाँत चाहिँ नबिगार्ने हस्। कति क्युटी हो। उहाँ हेर दाँत कत्रो दाँत रहेछ। उहाँ हेर न, ऊ त्यहाँ पर। यहाँ हौ यहाँ। सानी तिमीले नि म्यामलाई दाँत हल्लिने बित्तिकै भन्यो भने तिम्रो दाँत यस्तै राम्रो हुन्छ। भनिन भने त यता पनि जान्छ, यता पनि जान्छ, यता पनि जान्छ। कस्तै यहाँ फोटो हुन्छ नि हौ बिग्रेको दाँतहरूको छैन यहाँ रहेनछ। ऊ त्यो फोटोमा भयो जस्तै दाँत हुन्छ। हल्लिने बित्तिकै म्याम दाँत हल्लियो भन्नु भने चाहिँ यस्तै नभनी बस्यो भने तिम्रो दाँत बिग्रियो। एउटा दाँत बिग्रियो है सानीको दाँराको भएर। दाँरा हेर्नु न कहाँ पछाडि छ। अब त्यो दाँरा यस्तो भित्र छ भने चाहिँ त्यसलाई चाहिँ बिहान उठेर आफैले सम्झाउन जिब्रोले ठेल्नु क्या। ए अँ सजिलो छ दिब्रोले त। अगाडि ल्याउनु। बिहानमा गर्नु हस्। डेन्जरी गर्ने आज सरले लेख्न दिँदाखेरि लेखिनु। कति वर्ष हुनुभयो? दाँतमा सबै हालेको त 5 वर्ष पुग्न लागि। 22 गरी 4 महिनामा आएको दाँत। त्यही भएर पनि 4 मन्थमा आएको। तर यस्तो हो, यो दाँत हुन चाहिँ हाम्रो गाउँघरतिर चाहिँ कस्तो हुन्छ नि, दाँत एकचोटि मजाले दाँत देखाएर हाँस त दुईपट्टिकै। दिदीलाई हँसाउनु न एकचोटि। सबै राम्रोसँग हाँस त। चिज भन्दा चीज पनीर। तलको दाँत पनि देखा। कति ज्ञानी रहेछ नि त तिम्रो। रक्त कस्तो प्रिटी रहेछ नि त।
तिमीले सुता चप्पल खोल न लगुड गर कस्तो ज्ञानी रहेछ नि त आइसक्रिम खान पाइन्छ है छोरी दाँत खोल्नु अगाडि एकचोटि दाँत देखाइदियो नि त हाँसेर अलिकति माथि आउनुहोस् न मजा आउँदो रहेछ दाँत खोल्नु डर लागेको चाहिँ छैन दाँत निकालेपछि त आइसक्रिम खान पाउँछ नि दारा पनि आएको छ अस्ति भन्नु पर्थ्यो छोरीले भनिन है वर्ष भयो नरै आइसकेपछि 4 अब 5 लाग्छ बस चक्लेट मनपर्छ हो अरू दामी किराले खाएको रहेछ ला चक्लेट धेरै नखानु भन्दैछ चक्लेट चाहिँ धेरै खानु हुँदैन नि त्यसबाट बनाएको औषधि हाल्छु ल हुन्छ दामी आइरहेछ दुख्दैन हो केही पनि हुँदैन पितो भयो केही फिलै भएन होला है तिमीलाई दाँत हल्लिने बित्तिकै मामुलाई भन्नुपर्छ पनि भन्दैछ पितो भयो हो थुक खाने हो थु गर्ने थुक थुकाएर एकचोटि बेसिनमा मैले यस्तो मानेको त फर्स्ट टाइम देखिरहेको छ र कोही केटाकेटी कस्तो एक्साइटेड चाहिँ अनि ज्ञानी बजाउने हो बिस्तारै निकाल्छु ल हुन्छ के भयो दुखेछ छैन छैन दुखेको छैन क्लोज योर आइज केही हुँदैन आगा चिम्ला आगा चिम्म आगो देऊ त मन त आएर उसको टाउको एकछिन स्टेबलाइज गर्नु छोरी त गुड हो के भयो खै केही भएको छैन दाँत आइ त सको केही भएको छैन तापु सानबु आयो 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 ल भयो ये सक्यो सानबुको दाँत के के भयो अब आइसक्रिम खान पाउँछ नि त अब आइसक्रिम खायो भने सबै निको हुन्छ उसको ज्वरै ज्वरो त रहेछ नि कत्रो त। 4 महिनामा आएको दाँत डक्टर कति वर्ष भयो अहिले 5 वर्ष हुन लाग्यो अब असार नै बर्थडे आधी भाग चाहिँ खिसकेर चाहिँ यो बाँकी रहेछ नि त यो बाँकी नभएको बेला दुख्दै दुख्छ सानबु अघि नरुने भनेको होइन मलाई त्यो दाँत आफूले पनि यति छिटो दाँत झर्छ दाँत भने पनि भएन हो हेला दाँत कत्रो ठुलो दाँत रहेछ नि त अब दुख्दैन नि त तिमीलाई अब दाँत हल्लिने बित्तिकै मामलाई दाँत हल्ली भन्नु यो तिमीले भनेनौ दारा आयो त्यही भएर दुखेको हो कि मुसाले खाइदियो तिम्रो दाँत अब अघि सरलाई सर भरि थोत्ती भएर आउने भनिसकेको थिएँ हाँसिदेऊ न प्रधानले जिस्काइस दाँत देखाइदियो अब अच्छा दारोलाई के गर्नुपर्छ भनिसकेको थियो टोको यो त बिस्तारै टोकिराख ल आधी घन्टासम्म हुन्छ हो यो आधी घन्टासम्म टोकाइदिनु है अनि तातो खानेकुरा चाहिँ सेलाएर दिनु त्यससम्म टोकाइराख्नु अनि त्यसपछि चाहिँ ठिक छ टोकिरहेको छ नि राम्ररी मुख बन्द गर्ने देख्यो नि त त्यो खिचाउँछ अरूले हो थ्याङ्क यू भनेको खै त थ्याङ्क यू भन थ्याङ्क यू डक्टर भन हुन्छ वेलकम त्यो टोकले राम्ररी गर्छ ल जाऊ उभ्बा त कति केजी सानवी 17 केजी वा सानवी यता हेर त कस्तो लाग्यो दाँत खोलेर नबोल ल एकछिन सुई लगाएर निकाल्नु पर्यो भने चाहिँ अलिक गाह्रो हुन्छ ल बाई गर त अर्को दाँत हटेपछि आउनु एकचोटि हाँस्दिनु न यसरी हाँस्दै हुँदैन खोइ
मेरो मुखमा रुवा छ कसरी हाँसी 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 सानवी हाँसी बाई गर्दै सबैजनालाई ल बाई गर्दो माइले सानबु के गरेको तिमीले आइसक्रिम किन खाएको दाँत निकालेको थियो। आ गर अनि मैले फेरि धोको मजाले आ यी गर यी अनि खै यता हेर पर गर त्यही भनेको यो सर्टमा कलर मैले ला टापु दिदा त थोती हुनुभयो यी गरेर लाउ त यी गरेर लाउ सानवी आइसक्रिम किन खाएको दाँत निकालेर अनि दाँत खोलेर के पाइँदो रहेछ आइसक्रिम कुन दाँत खोलेको पनि देखाइदेऊ त यी गर्दा नि यी गर न यी चाहिँ यी गर न मजाले आ गर न कस्तो गइरह क्या यहाँ छोपिँदा गर अब त कि फेरि खोल्ने कि नखोल्ने दाँत दुखो त के गरेको छोरी नगर न मलाई त्यो कसरी मेटाउनु भइरहेछ के गरेको यो दिदीको के गरिदिएको यो दिदीको ऐना के बनाएको यो क्या मार्छ निकीको रहेछ र निकीको ब्यागमा छ ढोका थुनेर म खाना पकाउन गएको थिएँ के गरेको छोरी यो के गरेको अब के गर्दिनु यसलाई मैले यहाँ आऊ त एउटा फोटो खिचौँ यहाँ आऊ यता हेर छ्या 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 के गरेको छोरो यो के गरेको नाक नाकको पुरा केही बाँकी छैन यस्तो गर्दै पोज देऊ यता हेर न तिम्रो खुट्टा हेर न तिम्रो खुट्टा तिमी चाहिँ यहाँ हेर तिमी चाहिँ तिम्रो खुट्टा हेर यता हेर खोइ सानबुलाई बुइनी चाहिँ हेर्न लगाएर म भित्र पकाउन गयो कि निदादी चाहिँ यसको चकचक सुरु भएछ धन्न अब यो सफा चाहिँ म के गरी गरिदिउँ यसलाई के गरी पुसिदिउँ यो को हो यो ओ कान्छी यो को हो यो यसले त